साथीहरु, आज म आफ्नो कपाल आफैले कसरी लेयर कट स्टेप कट काट्ने भनेर देखाउन लागिरहेको छु। मेरो कपालको लेन्थ चाहिँ यत्रो छ नि, हेर्नुस्। अब सुरुमा यसरी बीचबाट पार्टेसन गर्ने। पहिला यो दायाँ साइडको काट्छु म, त्यसपछि देब्रे साइडको स्टेप यो बराबरी लेन्थमा सुरुमा यसरी पछाडीको म चाहिँ यति काट्छु, किनभने लेयर कट स्टेप सबभन्दा तलको स्टेप हो यो। यसरी दुईटा औंलाको बीचबाट यताबाट काटे पनि हुन्छ। यसरी काट्ने। मैले कपाल यसरी सबभन्दा तल्लो लेयरलाई यति यति काट्ने। यसलाई म यसलाई यसरी हात पारेर, यसरी कैंची पारेर यसरी सिधा सबभन्दा पहिलो स्टेप हो यो। यसरी अब दोस्रो लेयरलाई पनि यसरी सिधा लिने। अब यसलाई छोड्दिने। यसलाई पनि अलिकति माथि उठाउने, तलको शेप छोडिदिने यसरी। अनि हजुरलाई कतिको लेयर चाहिन्छ त्यतिको गर्ने। अनि फेरि यसलाई पनि दायाँपट्टिको काटिसके मैले। यति फरक भएको छ है, हेर्नुस्। यहाँ अगाडि स्यागी जस्तो पनि आएको छ है, स्यागी लेयर स्टेप। यस्तै हात पारेर यसरी कैंची पारेर यसरी अघि उता दायाँ साइडकै गरेर यसरी उठाएर काट्ने। यसको र यसको लेन्थ सबभन्दा तल बराबरी छ है, हेर्नुस्। बराबरी छ दायाँ बायाँको। अनि यताको पनि यस्तै बराबरी छ। यसरी फाइनल